कहिल्यै यस्तो लाग्छ कि पैसाले जीवनलाई चलाइरहेको छ, आफूले होइन? कमाई त ठिकै छ, तर पनि कता कता तनाव, अलमल वा प्रगति नै नभएको जस्तो महसुस हुन्छ। धेरैको बुझाइमा धनी बन्नु भनेको कि त एकदमै कन्जुस हुनुपर्छ, कि त निकै जटिल लगानीको खेल बुझ्नुपर्छ। तर रमित सेठीको किताब आई विल टिच यू टु बी रिचले यी सबै धारणाहरूलाई गलत साबित गर्छ। यो रातारात धनी बनाउने कुनै फर्मुला होइन, बरु आफ्नै तरिकाले आफ्नै शर्तमा एउटा धनी जीवन जिउन सिकाउने एउटा व्यावहारिक प्रणाली हो। रमित सेठीको पुरै दर्शन यही एउटा भनाइमा लुकेको छ। कुरा कति पैसा छ भन्ने होइन, कुरा त त्यो पैसाले आफूले चाहेको जस्तो जीवन जिउन कतिको मद्दत गरिरहेको छ भन्ने हो। यसले हाम्रो सोचलाई पैसा थुपार्ने दौडबाट हटाएर आफूलाई मनपर्ने जीवनको नक्सा कोर्नतर्फ लैजान्छ। यहाँ धनी हुनु भनेको स्वतन्त्रता, छुनौट र आत्मविश्वास हो, हरेक सानो खर्चमा दोषी महसुस गर्नु होइन। ल त अब यसलाई अझ गहिरिएर हेरौँ है त। हामी रमित सेठीका यी 6 मुख्य पाठहरूलाई एक एक गरी केलाउनेछौँ। धनी जीवनको नयाँ अर्थ के हो भनेर सुरु गर्नेछौँ, अनि पैसालाई कसरी अटो पाइलटमा राख्ने, ठूला कुरामा कसरी ध्यान दिने, ऋणलाई कसरी चलाकीपूर्वक प्रयोग गर्ने र अन्त्यमा लगानीलाई कसरी सरल र प्रभावकारी बनाउने भन्ने बारेमा कुरा गर्नेछौँ। पहिलो पाठ धनी जीवनको साँचो अर्थ बुझ्नु हो। यो भनेको ब्याङ्कमा ठूलो रकम हुनु मात्र होइन, यो त पैसाको चिन्ताबाट मुक्त भएर स्वतन्त्रताका साथ, आत्मविश्वासका साथ आफ्नो जीवनका निर्णयहरू आफै लिन सक्नु हो। त्यसो भए यो गर्ने कसरी त? यसको सूत्र एकदमै सरल छ र यो 3वटा कुरामा आधारित छ। आफूलाई साँच्चै मनपर्ने कुराहरूमा दिल खोलेर खर्च गर्ने, आफूलाई खासै मतलब नलाग्ने कुराहरूमा निर्दयतापूर्वक खर्च घटाउने र बाँकी सबै आर्थिक कामहरूलाई स्वचालित बनाइदिने, ताकि पैसाको व्यवस्थापन आफै होस्, कुनै झन्झट बिना। अब एउटा यस्तो आइडियाको कुरा गरौँ जसले साँच्चै पुरी खेलले बदलिदिन सक्छ। धेरैजसो मानिसहरू पैसाको मामिलामा किन असफल हुन्छन्? किनभने उनीहरू आफ्नो इच्छा शक्तिमा भर पर्छन्। तर इच्छा शक्ति त आज हुन्छ, भोलि नहुन सक्छ। रमित भन्छन्, इच्छा शक्ति होइन, प्रणाली बनाउनुहोस्। जब पैसाको लागि एउटा स्वचालित प्रणाली बनाइन्छ, तब सही निर्णयहरू आफै हुन थाल्छन्, कुनै अतिरिक्त प्रयास बिना नै। हेर्नुहोस् है, यो स्वचालित प्रणालीले काम कसरी गर्छ? तलब खातामा आउने बित्तिकै सिस्टमले आफ्नो काम सुरु गरिहाल्छ। पैसा आफै लगानीमा, बचतमा र बिल तिर्नको लागि छुटिन्छ, अनि जे बाँकी रहन्छ त्यो पैसा चाहिँ बिना कुनै चिन्ता वा दोषभाव मन लागेको कुरामा खर्च गर्नको लागि हो। यसले हरेक महिना पैसाको हिसाब किताब गर्ने तनावलाई नै हटाइदिन्छ। अब यहाँ एउटा एकदमै रोचक कुरा छ। हामीलाई सधैँ के सिकाइन्छ? दिनको 1 कप कफी नखाऊ, सानातिना खर्चहरू कम गर, पैसा बच्छ। तर साँचो कुरा के हो भने यस्ता साना कुराहरूले खासै ठूलो फरक पार्दैन, बरु झन् दिक्क लाग्छ। रमितको दर्शन ठ्याक्कै उल्टो छ। साना कुरामा होइन, ठूला र साँच्चै प्रभाव पार्ने वित्तीय निर्णयहरूमा ध्यान केन्द्रित गर्नुहोस्। आफ्नो ऊर्जा कहाँ लगाउने भन्ने कुरा नै सबभन्दा महत्त्वपूर्ण हो। एकातिर तलब बढाउन वार्ता गर्ने, ब्याङ्कको शुल्क घटाउने वा महँगो ब्याजदर भएको ऋण तिर्ने जस्ता ठूला जितहरू छन्, जसले लामो समयसम्म ठूलो फाइदा दिन्छ। अनि अर्कोतिर दिनको कफी छोड्ने जस्ता साना त्यागहरू छन्, जसको प्रभाव खासै देखिँदैन। बुद्धिमानी त आफ्नो शक्ति सही ठाउँमा लगाउनुमा छ, होइन र? अनि यहीँनिर आउँछ सचेत खर्चको अवधारणा। यसको अर्थ हो आफ्नो लागि के महत्त्वपूर्ण छ भनेर आफै निर्णय गर्ने र ती कुराहरूमा खुलेर खर्च गर्ने। अनि जुन कुराले जीवनमा खासै मूल्य थप्दैन त्यसलाई बिना कुनै पछुतो हटाइदिने। यसले खर्च गर्दा हुने अपराधबोधलाई हटाएर उद्देश्यपूर्ण बनाउँछ। चौथो पाठले क्रेडिट र ऋणलाई हेर्ने हाम्रो दृष्टिकोण बदल्छ। धेरै मानिसहरू कि त यसबाट डराउँछन्, कि त यसको दुरुपयोग गरेर ऋणको पासोमा पर्छन्। तर रमितको नजरमा क्रेडिट कार्ड र ऋणहरू केवल औजार हुन्। सही तरिकाले प्रयोग गर्यो भने यिनीहरूले धेरै फाइदा दिन सक्छन्, तर गलत तरिकाले चलायो भने विनाशकारी पनि हुन सक्छ। यो चार्टले ब्याजको 2 फरक अनुहार देखाउँछ। हेर्नुस् त, 22% ब्याजदर भएको क्रेडिट कार्डको ऋणले कसरी सम्पत्ति खाइदिन्छ, अनि अर्कोतिर 7% प्रतिफल दिने लगानीले कसरी सम्पत्ति बढाउँछ। यसबाट के स्पष्ट हुन्छ भने उच्च ब्याजदरको ऋण नै हाम्रो सबैभन्दा ठूलो वित्तीय शत्रु हो। त्यसो भए क्रेडिट कार्ड चलाउने सबैभन्दा ठूलो नम्बर 1 नियम के हो त? एकदमै सरल छ। कहिल्यै पनि त्यति धेरै खर्च नगर्नुहोस् जति तपाईले महिनाको अन्त्यमा एकै पटक तिर्न सक्नुहुन्न। यही एउटा बानीले नै ऋणको दलदलबाट जोगाउँछ। अब आयो लगानीको कुरा।
यो शब्द सुन्ने बित्तिकै धेरैलाई डर लाग्छ, हैन त? तर यो किताबले लगानीलाई एकदमै सरल बनाइदिन्छ। रमित भन्छन्, लगानीमा सबैभन्दा ठूलो गल्ती भनेको पर्खनु हो, किनभने लगानीमा तपाईको सबैभन्दा शक्तिशाली साथी भनेकै समय हो। यो संख्यालाई एकछिन हेरौँ त। 25 वर्षको उमेरदेखि हरेक महिना जम्मा $100 लगानी गर्दा पनि सेवानिवृत्तिसम्ममा त्यो कति ठूलो रकम बन्न सक्छ। यो कुनै जादु होइन, यो हो चक्रवृद्धि वृद्धिको शक्ति। यसले देखाउँछ कि सानो र नियमित लगानीले समयसँगै कति ठूलो सम्पत्ति बनाउन सक्छ। फेरि पनि मुख्य सन्देश के हो भने पर्खनु नै सबैभन्दा ठूलो गल्ती हो। पर्फेक्ट समय कहिले आउँदैन, त्यसैले अहिले नै सुरु गर्नुहोस्। आफ्नो लगानीलाई स्वचालित बनाउनुहोस् ताकि बजार घटबड हुँदा भावनामा आएर गलत निर्णय लिनु नपरोस् र सधैँ लामो अवधिको लागि सोच्नुहोस्। ल, अब हामीले सिकेका सबै कुरालाई एक ठाउँमा ल्याएर एउटा स्पष्ट र सजिलै लागू गर्न सकिने योजना बनाऊ। यो नै तपाईको धनी जीवनको लागि कार्ययोजना हो। यो किताबको पुरै सार यही 5 बुँदामा छ। पहिलो, आफ्नो पैसाको सिस्टमलाई स्वचालित बनाउनुहोस्। दोस्रो, ती सानातिना कुरामा अल्झिनुको सट्टा ठूला जितमा ध्यान दिनुहोस्। तेस्रो, सचेत रूपमा आफ्नो मूल्य अनुसार खर्च गर्नुहोस्। चौथो, क्रेडिटलाई औजारको रूपमा चलाउनुहोस्, मालिक बन्न नदिनुहोस्। र पाँचौं, चाँडै र निरन्तर लगानी गर्नुहोस्। यी 5 कुराले पैसासँगको हाम्रो सम्बन्धलाई पुरै बदल्न सक्छ। अब यो सबै सुनिसकेपछि एउटा प्रश्न सोच्न लायक छ। धनी जीवन बनाउने यात्रा कुनै ठूलो छलाङले होइन, एउटा सानो कदमबाट सुरु हुन्छ। त्यसो भए यो हप्ता स्वचालित गर्न सकिने त्यो एउटा सानो कुरा के हुन सक्छ? चाहे त्यो बचत खातामा सानो रकम पठाउने अटो ट्रान्सफर होस् वा कुनै एउटा बिलको स्वचालित भुक्तानी, सुरुवात त आजै गर्न सकिन्छ।